सबैलाई नमस्कार। आज फेरि म अर्को नयाँ भ्लग लिएर आएको छु। म यो शनिबार मेरो फर्स्ट सोलो हाइक गएको थिएँ अनि मैले मेरो फर्स्ट सोलो हाइकको लागि चम्पादेवी हाइक रोजे। चम्पादेवी हाइकको सुरु विभिन्न ठाउँहरूबाट गर्न सकिन्छ। मैले चाहिँ हात्तीवन रिजोर्टदेखि आफ्नो हाइक सुरु गरेँ। यदि फुल हाइक गर्ने हो भने चम्पादेवीबाट बसमा सुरु हुँदै चन्द्रगिरीसम्म पुग्न सकिन्छ। म घरबाट 9 बजे हिँडेको थिएँ र बल्खु पुगेर मैले दक्षिण कालीको बस लिएँ। त्यसपछि म हात्तीवन रिजोर्टको स्टार्टिङ पोइन्टतिर झरेर मैले मेरो हाइक सुरु गरेँ। सो हेलो एभ्रिवान, म चाहिँ बल्ल तल्ल हात्तीवन रिजोर्टको तलतिर आइपुगेँ। अब हाइकिङ चाहिँ यहाँबाट स्टार्ट हुन्छ। एकदमै घाम लागेको छ होइन। दिस इज द भ्यू। म चाहिँ हिँडेर आएको छु अनि हाम्रो हाइकिङ चाहिँ मेरो हाइकिङ चाहिँ सुरु भयो। अगाडि जानुपर्छ अनि अगाडि हात्तीवन रिजोर्ट आउँछ। मान्छे पनि रहेछ। सो एकदमै चर्को घाम लागेको छ अहिले। आजको दिनमा घाम निकै लागेको भएर गर्मी पनि धेरै नै थियो। तपाईँ बाइक कि त स्कुटरमा आउनुहुन्छ भने हात्तीवन रिजोर्टसम्मै बाइक लगेर पार्क गर्न मिल्ने रहेछ। हात्तीवन रिजोर्टसम्मको बाटो निकै नै राम्रो र शान्त थियो। हाइक सुरु गर्ने बित्तिकै यस्तो राम्रो ट्रेल र यस्तो राम्रो भ्यू देखेर मलाई साह्रै नै खुसी लाग्यो। बाटोमा फोहोर थिएन अनि निकै नै वेल म्यानेज थियो। वरिपरिको रुखले गर्दा त्यहाँको इन्भाइरोमेन्टले मलाई साह्रै आनन्द दियो। हाम्रो हाइक सुरु भएको चाहिँ 5 मिनट भइसकेको छ र अब चाहिँ हात्तीवन रिजोर्टतिर लाग्दैछु म होइन। धेरै नै त्यो टाइम वेस्ट नगरौँ होला किनकि पहिल्यैदेखि ढिलो भइसकेको छ। यता आउनै धेरै लास्टै टाइम लाग्यो मलाई चाहिँ। अनि हाइक चाहिँ यस्तो छ बाटो। हात्तीवनसम्मको चाहिँ यस्तो छ बाटो। अनि बाइक ल्याउनुहुन्छ हुन्छ भने चाहिँ बाइक अगाडि रिजोर्टसम्मै जान्छ। ल सो अब चाहिँ सरासरी हिँड्छु है त म। अब चाहिँ उतै माथि पुगेरै भिडियो गर्छु भाइ। कति गर्ने विदेशी चाकरी लगभग आधी घन्टा हिँडेर म हात्तीवन रिजोर्ट आइपुगेँ। ल अब हात्तीवन रिजोर्ट पनि आयो। अनि यहाँसम्म आउनु चाहिँ 25 मिनट जति लाग्यो होला, 25देखि 30 मिनट। अनि यहाँबाट माथि चाहिँ हाइकिङ चम्पादेवी हाइकिङ यहाँ देखियो। पछाडि चाहिँ रिजोर्ट रहेछ। अनि यता आएर चाहिँ बल्ल हिँड्ने मान्छे देखियो। अघि बाटोमा चाहिँ कोही देखेको थिएन। उता बाइकहरू पनि टन्नै छ, मान्छे पनि टन्नै होला। सो लेट्स गो। सो अगाडि चाहिँ चम्पादेवी हाइकिङ ट्रेलको इन्ट्री गर्ने ठाउँ छ। भर्खरै यहीँ छ हात्तीवन रिजोर्ट चाहिँ। बाइकवालाहरू चाहिँ यहीँसम्म आउने रहेछ बाइकमा। म चाहिँ तलबाट हिँड्दा आएँ। आधी घन्टा जति लाग्यो। ल अब जाउँ है त माथि। यहाँ चाहिँ इन्ट्री गर्ने ठाउँ हो तर बन्द रहेछ। त्यही भएर इन्ट्री बिना अगाडि जानु पऱ्यो है त। कति गर्ने विदेशी चाकरी भन्छन् धेरै गाह्रो छ त्यहाँ बरु दुःख सुख बाटे। सो हामी चाहिँ एकदमै यो राम्रो ट्रेलमा आएको छौँ। ढुङ्गाको स्टेयर्सहरू छ। यो चाहिँ तपाईँले धेरै ठाउँमा देख्नु भएको होला। घाम चाहिँ एकदमै धेरै लागेको छ। भ्यू पनि यहाँदेखि चाहिँ राम्रो देखेको छ। हल्का खुल्ला एरिया चाहिँ नभएर रेकर्ड चाहिँ गर्नु पाएन। हल्का फुल्का चाहिँ देखेको छ। माथि गएपछि झन् राम्रो देख्छ होला। सो लेट्स कन्टिन्यू है त।
हात्तीबन रिजोर्टबाट लगभग 20-25 मिनट हिँडेपछि एकदमै राम्रो स्टेयर्स भएको ट्रेलमा पुग्न सकिने रहेछ। यो ढुङ्गाको सिँढी टिकटक र इन्स्टाग्रामतिर मिनी ग्रेट वल अफ चम्पादेवी नामले फेमस रहेको छ। काठमाडौँ र पछाडिको पहाडहरूको भ्यू यो ठाउँबाट नै देख्न सकिने रहेछ। अनि सिजन र वेदर राम्रो भएको बेला हिमालहरूको रेन्ज पनि देख्न सकिन्थ्यो। हिँड्दै गर्दा एउटा दिदीले पानी, काँक्रा र खरबुजा बेच्नु भएको देखे। एकछिन थकाइ मार्न र शीतल हावा खान मैले त्यहाँबाट वाटरमेलन र पानी किने अनि एकछिन त्यतै बसेँ। सो एकछिन बसेर खरबुजा खाएपछि फेरि म हिँड्दैछु। खरबुजा चाहिँ एकदमै मिठो थियो अनि गर्मीमा खाएपछि हल्का शीतल पनि भयो। बाटो अझै एकदमै लामो छ। बल्ल अलिअलि मान्छेहरू देखिरहेछ मैले। धेरै जस्तो त फर्किँदै पनि रहेछन्। डाँडा काँडा बन्छ हारी, डाँडा काँडा बन्छ हारी, भोग्छौ किन मनमा भारी, बिसाउन बिसाउन। हिँड्दैछौँ बल्ल हल्का मान्छे देखिन थाल्यो। कतिजना चाहिँ फर्किँदै रहेछन्। म चाहिँ भर जाँदैछु। मान्छेहरू चाहिँ टन्नै छन्। म यहाँ छु। अब अझै घन्टा जति चाहिँ बाँकी छ चम्पादेवी पुग्न। आई एम एक्जस्टेड होइन, थाकिसकेँ म। अनि चम्पादेवी चाहिँ उता छ अरे, त्यहाँसम्म पुग्नुपर्ने म। I don't know how will I do that. त्यो मान्छे हिँडेको पनि देखेँ मैले, भन्छु स्योर त्यहाँसम्म त पुग्नै पर्छ। अझ त्योभन्दा माथि नै पुग्नु पर्ने हुनसक्छ। सो आई मेक इट टिल देयर है त। लास्ट माथि रहेछ यार। हेलो एभ्रिवान, म चाहिँ चम्पादेवी पुगिसकेँ। चम्पादेवी चाहिँ हल्का पछाडि छ, हल्का भिड भएर चाहिँ म हल्का अगाडि आएर बोल्दैछु। चम्पादेवी गएर चाहिँ मैले खाजाहरू खाएँ
अनि योभन्दा अगाडि चाहिँ भस्मासुर जाने बाटो छ। भस्मासुर, बडासुर अनि मच्छेगाउँहरू सबै यहीँबाट जाने हो। अनि म चाहिँ जाँदिनँ आज, किनकि ढिलो नि भइसक्यो। आज मेरो ट्रेक ढिलो सुरु भयो। अनि म गाडीमा जानु लाग्यो, फेरि गाडी नि पाइँदैन, त्यही भएर चाहिँ म फर्किँदैछु। तर यो ट्रेल चाहिँ एकदमै राम्रो लाग्यो मलाई। नेक्स्ट टाइम म पक्कै आउनेछु। अर्को पालि चाहिँ हल्का छिटो आएर सकेसम्म हात्तीबनदेखि चन्द्रगिरीसम्म हाइक गर्न खोज्छु म नेक्स्ट टाइम। एकदमै राम्रो छ, भ्यू पनि एकदमै राम्रो छ यो ठाउँको चाहिँ। अब एकछिन तपाईँले हाइक गरेको आधी घन्टामै तपाईँले चाहिँ कस्तो माथिबाट, धेरै माथिबाट त्यो एरिया तलहरूको देख्न सक्नुहुन्छ, सहर देख्नुहुन्छ, पाहाडहरू देख्नुहुन्छ। अब म नेक्स्ट टाइम आउँदाखेरि 2-3 महिनामा आउँछु होला, किनकि त्यतिखेर वेदर नि खुलिन्छ। एन्ड त्यतिखेर चाहिँ के भन्छ, वेदर खोलेर हिमालयहरू पनि देखिन सक्छ। विच इज वाइ म यो ठाउँ चाहिँ पक्कै आउनेछु। माछीगाउँ कि बडासुर अनि भस्मासुर हुँदै काका अनि चन्द्रगिरीबाट जाने। अनि त्यहाँदेखि चन्द्रगिरीबाट हिँड्दै झर्दा नि भयो, केबल कार चढेर झर्दा नि भयो। त्यसको लागि चाहिँ बिहानै हिँड्नुपर्छ, टाइम म्यानेज गर्नुपर्छ। अनि हिँड्नु चाहिँ हल्का गाह्रो त त्यस्तो थिएन, तर म चाहिँ थाक्नु चाहिँ धेरै थाकेँ। अब बिस्तारै आउने हो भने चाहिँ मजाले सकिने रहेछ। म चाहिँ हल्का छिटो आउनु खोजेँ, त्यही भएर थाकेँ हल्का। पछि चाहिँ मैले हल्का बिस्तारै हिँड्नु थालेपछि चाहिँ बल्ल थाक्नु पनि छोडेँ। अनि लगातार हिँड्नु पनि सकेँ। सुरुमा छिटो हिँडेर चाहिँ छिनछिनमा थाक्ने, छिनछिनमा त्यो पानी खाने मन लाग्ने, तिर्खा लाग्ने भएको थियो। अब मान्छेहरू चाहिँ जाँदै छन् त्यहाँ, तर मसँग चाहिँ आज राइड छैन। अब आज चाहिँ म किन आएन आफ्नो स्कुटरमा भन्दाखेरि चाहिँ अब कुन ठाउँ हो, अब के स्कुटरहरू कहाँ राख्ने भने केही थाहै थिएन मलाई। सो यो पालि चाहिँ पब्लिक ट्रान्सपोर्ट युज गर्छु। नेक्स्ट टाइम आउँदाखेरि चाहिँ आफ्नै त्यो ल्याउनु पर्ला भन्ने सोचेको थिएँ। तर नेक्स्ट टाइम नि पोसिबल चाहिँ हुँदैन होला, किनकि यहाँदेखि जानुपर्छ। अब मैले यहाँ तल हात्तीबनमै स्कुटर राख्यो भने चाहिँ फेरि नेक्स्ट टाइम चाहिँ मेरो चन्द्रगिरीसम्म छ प्लान। अनि स्कुटर चाहिँ यता म चाहिँ उता भयो नि त, त्यही भएर नेक्स्ट टाइम नि पब्लिक ट्रान्सपोर्ट युज गर्नु पर्ला जस्तो छ। त नेक्स्ट टाइम चाहिँ छिटो आउँछु म। अनि नेक्स्ट टाइम मेरो साथीहरू नै हुनसक्छ होला। सो अब आजको यो हाइक चाहिँ एकदमै राम्रो भयो। मेरो फर्स्ट सोलो हाइक थियो। अनि मैले चाहिँ सोचेको जस्तै भयो। अब माथि हिँड्नु त्यस्तो गाह्रो पनि भएन। अनि एकदमै सिनहरू, भ्यूहरू पनि एकदमै राम्रो थियो। कस्तो नेचुरल फिलिङ आउँदैछ क्या। अब घाम पनि त्यस्तो सुरुमा चाहिँ घाम लागेको थियो, अहिले चाहिँ लागेको छैन। अनि योभन्दा अगाडि चाहिँ बडासुर जानु त सकिन्छ, तर म चाहिँ आज जाँदिनँ, किनकि हल्का ढिलो नि भयो। अनि हल्का पानी पर्दा जस्तो नि भइरहेछ। अब गयो भने त छिटो गयो भने त जानु भ्याउँछ, तर घर फर्किन हल्का ढिलो 6 बजीतिर 6:30 बजीतिर हुन्छ। त्यही भएर म धेरै ढिलो गर्न चाहदिनँ। अनि टकिङ अबाउट द एक्सपिरियन्स, मलाई एकदमै रमाइलो लाग्यो, किनकि मैले 1 वर्षदेखि नै सोलो हाइक गर्ने भनेर चाहिँ सोचेको थिएँ। तर बिचमा के हुँदा त्यो गर्नु नि पाएन भने चाहिँ मैले त्यो इनिसिएटिभ नै लिएन कि सोलो हाइक गर्नु चाहिँ सोचेको थिएँ। तर यो ठाउँ जान्छु म, त्यो ठाउँ जान्छु म भनेर चाहिँ सोचेको चाहिँ थिएन। अहिले नै अचानक ठ्याक्कै 2 दिन अगाडि नै ऱ्यान्डमली नै हाइकिङ जानु पर्ला जस्तो सोचायो। अनि त्यसरी नै हो। अनि त्यही भएर चाहिँ हाइकिङ चाहिँ अब प्लान पनि छिटो भयो। त्यही भएर कुनै साथीहरूलाई नि बोलाएन मैले, किनकि एकै अचानक यसरी प्लान बनाउन सकिनँ। अनि मलाई सोलो हाइक गर्नु चाहिँ एकदमै मन थियो। एन्ड मेरो सोलो हाइक चाहिँ एकदमै सक्सेसफुल भयो जस्तो लाग्छ मलाई चाहिँ। सो हल्का सो त्यही हो कुरो चाहिँ, हल्का डिस्टर्बेन्स भयो। एन्ड यो ठाउँ चाहिँ म पक्कै नै आउनेछु नेक्स्ट टाइम। अनि यो ठाउँ मात्रै नभएर सोलो हाइक चाहिँ म अरू ठाउँमा पनि गर्नेछु, किनकि यो ठाउँमा आएपछि हल्का कन्फिडेन्स बुस्ट भयो। एन्ड मलाई चाहिँ सोलो हाइक, त्यस्तो सोलो ट्रेक, सोलो एभ्रिथिङ गर्नु चाहिँ मन छ धेरै नै। खुट्टा दुख्यो।
उठ्यो म चाहिँ म चाहिँ अब फर्किँदैछु ल थ्याङ्क्स फर वाचिङ अब भिडियोको एन्ड यही नै होला हल्का लास्टमा बिरोल हुनसक्छ बट द्याट्स इट फ्रम माई साइड मेरो भोइस ओके बाई जङ्गलहरू चाहिँ यस्तो घना टाइपको छ है सुनसान छ अब शनिबार आउनु भने चाहिँ मान्छे भेट्नुहुन्छ अरू दिन चाहिँ एकदमै सुनसान हुन्छ ल बाटो चाहिँ यस्तै घना जब जति माथि पुग्दै गयो बाटो चाहिँ यस्तै घना जङ्गल छ होइन अब कतिलाई एक्लै आउनु छ भने हल्का डर लाग्न थाल्ला मलाई चाहिँ खासै लाग्दैन किनकि यही बाटो अघि हिँडेर माथि गएको त्यही भएर अब फेरि हिँडेर माथिको उता फेरि माथि पुग्नुपर्छ अब अघि त्यही झरेर यहाँ आइपुगेको थियो फेरि यहाँबाट झरेर फेरि माथि पुग्नुपर्छ त्यो फेरि थाकिन्छ त्यसको लागि त्यहाँदेखि चाहिँ छैन उकालो अब यो उकालो नै म चाहिँ फर्किँदै थिएँ अनि माथि चाहिँ त्यो उकालो छ सबजना चाहिँ त्यहीबाट गइरहेको छन् अनि म चाहिँ यहाँ लेफ्टबाट जान्छु किनकि लेफ्टबाट गए चाहिँ छिटो नि पुगिन्छ अनि यत्रो उकालो नि चढ्नु पर्दैन यहाँदेखि लेफ्ट चाहिँ टौडह पुग्छ अरे टौडहभन्दा हल्का छेउमा पुग्छ अरे सो सबजना जुत्ता गएर म चाहिँ यही बाटो जान्छु किनकि उकालो चढ्नु पर्दैन अनि छिटो नि हुन्छ अरे अनि टौडहबाट गाडी चढेर फर्किने त यो बाटो चाहिँ झन् सुनसान र झन् घना रहेछ अनि यस्तो चिप्लो छ बाटो चिप्ले गर्ने रहेछ माई गड के साह्रो हुँदैन हो अगाडि बाटो पनि लास्ट चिप्लो रहेछ अघि त घाम लागेको थियो ओह झन्डै लडेँ म घाम लाग्दाखेरि त बाटो त राम्रै देखिन्थ्यो होला यस्तो अँध्यारोमा कसरी हिँड्नु कि त बाटो चाहिँ जति हिँड्यो त्यति सागरो हुने रहेछ यो चाहिँ मैले फोनबाट खिच्दैछु मान्छे चाहिँ एउटै पनि छैन यता बल्ल हिँड्दा चाहिँ म यस्तो ठाउँमा पुगेँ यहाँ पानीको ट्याङ्की रहेछ बल्ल खुल्ला एरिया छ अनि टौडह चाहिँ उता छेउमै देखिने त्यही टौडह चाहिँ अनि मलाई चाहिँ त्यहाँसम्म पुग्नुपर्छ गाडी चढ्नको लागि अझै टाढा रहेछ हो कति टाढो छ ठाउँ चाहिँ यस्तो छ त्यो बल्ल त्यो जङ्गलबाट चाहिँ निस्क्यो यहाँदेखि चाहिँ कुन ठाउँ जाने हो तलै त जाने होला नि ल झर्ने ठाउँ पनि छैन रहेछ यहीँबाट झर्नु पर्ला अब Hello everyone, this is Champa Devi.